यदि तपाईसँग एउटा फेसबुक आइडीबाट एउटा फ्री फायर अकाउन्ट छ भने त्यसलाई चाहिँ एउटा फेसबुक आइडीलाई चाहिँ जीमेल अकाउन्टमा चाहिँ कसरी परिवर्तन गर्न सक्नुहुन्छ सजिलै तरिकाले हैन। अनि तपाईसँग चाहिँ एउटा जस्तै कि फेसबुक अकाउन्ट छ, त्यो फेसबुक अकाउन्ट चाहिँ धेरै ह्याक भएको हुना कारणले धेरैले चाहिँ मेरो आइडी ह्याक भयो, अब कसरी रिकभर गर्ने, त्यसलाई कसरी ब्याक ल्याउने भन्ने कुरा चाहिँ भन्छ है केटाहरुले। अनि त्यसको लागि चाहिँ तपाईले एउटा फेसबुक अकाउन्टलाई चाहिँ जीमेल अकाउन्टमा परिवर्तन गर्नुभयो भने त्यहाँबाट चाहिँ तपाईले सजिलै तरिकाले आफ्नो आइडीलाई ह्याक हुनबाट बचाउन सक्नुहुन्छ है। देख्न सक्नुहुन्छ यो जुन मेरो चाहिँ फेसबुक अकाउन्ट छ है, यहाँ देख्न सक्नुहुन्छ। अनि यता पनि देख्न सक्नुहुन्छ यहाँबाट चाहिँ अनि बाइन्ड लेखेको छ, यहाँ चाहिँ कुनै पनि रिकभर गरिएको छैन, यसलाई चाहिँ जीमेल अकाउन्टमा परिवर्तन गरिएको छैन। यहाँ देख्न सक्नुहुन्छ रिकभरी इमेल लेखेको छ, नट फाउन्ड लेखेको छ। यसलाई चाहिँ तपाईले कसरी अनि जीमेल अकाउन्टमा परिवर्तन गर्नुहुन्छ सजिलै तरिकाले म तपाईलाई सिकाउने छु है त। त्यसको लागि सबैभन्दा तपाईले पहिला बाइन्डमा क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ इन्टर इमेल भनेको छ। अनि तपाईले चाहिँ आफ्नो इमेल चाहिँ यहाँ हाल्नु होला। तपाईले कुन इमेल हाल्न सक्नुहुन्छ। यदि तपाईसँग पुरानो कुनै पनि अनि फ्री फायर गेमको लागि युज गरिएको छैन भने त्यो पनि हाल्न सक्नुहुन्छ। तपाईसँग त्यो छैन भने तपाईले नयाँ अनि जीमेल पनि क्रिएट गरेर हाल्नु होला है त। त्यसको लागि चाहिँ अब मैले यहाँ त्यसको लागि देख्न सक्नुहुन्छ मैले यसरी यहाँ जीमेल एड गरे। यसरी मैले एड गरिसकेपछि यहाँ सेन्ड भेरिफिकेसन कोड भन्नेमा यसरी मैले क्लिक गरेको छु। देख्न सक्नुहुन्छ जुन यहाँ अहिले यहाँ चाहिँ सेकेन्ड लागिरहेको छ। तपाईको जुन जीमेल अकाउन्ट छ त्यो जीमेल अकाउन्टमा चाहिँ मेलमा चाहिँ जान्छ यहाँ कोड चाहिँ देख्न सक्नुहुन्छ। मेरो कोड आइसकेको छ। यहाँ देख्न सक्नुहुन्छ यो कोड रहेको छ 94265658 छ हैन। चाहिँ कोड यसरी अनि यो जीमेलमा अनि सेन्ड गरिदिएको थियो र सेन्ड भइसकेपछि तपाईले देख्न सक्नुहुन्छ यहाँनिर यो भेरिफाईको अप्सन, यो भेरिफाईको अप्सनमा यसरी तपाईले क्लिक गर्नु होला। यसरी क्लिक गरिसकेपछि अनि तपाईको चाहिँ फेरि अनि यहाँ सेक्युरिटी कोड र कन्फर्म कोड राखेको छ हैन। तपाईले चाहिँ यहाँ सेक्युरिटी कोड राख्नु होला। तपाईले चाहिँ कस्तो अनि आफुलाई कसैलाई पनि जस्तै कतिले 1 2 3 4 यसरी राख्ने गर्दछ हैन। त्यस्तो त्यो कोड चाहिँ नराख्नु होला। त्यो इजिली कसैले ह्याक गर्ने टाइपको कोड नराख्नु होला। जस्तै कि मैले 8888 राखे हैन। अनि यसैगरी तपाईले पनि आफ्नो कोड राख्नु होला। जस्तै कि यहाँ कन्फर्म कोड लेखेको छ 8888। यसरी मैले यहाँ गरिसकेपछि यहाँ तल देख्न सक्नुहुन्छ कन्फर्म लेखेको छ। यो कन्फर्ममा तपाईले यसरी यसलाई क्लिक गर्नु होला। देख्न सक्नुहुन्छ मैले यहाँ कोड हालिसके। हालिसकेपछि यसलाई कन्फर्म गर्नु होला। कन्फर्म गरिसकेपछि थोरै टाइम पनि दिन सक्छ। यहाँ देख्न सक्नुहुन्छ कन्फर्मको देख्न सक्नुहुन्छ मेरो चाहिँ मैले चाहिँ जुन यो 6 वटा 8 वटा कोड राखेको छु। जस्तै कि तपाईले यो कोड किन राख्नुभयो भन्दाखेरि तपाईले जुन त्यो जीमेल अकाउन्ट हाल्नु भएको थियो त्यसलाई रिमुभ गर्न चाहनुहुन्छ, त्यसलाई रिकभरी गरेर हटाउन चाहनुहुन्छ भने यो कोड तपाईले यसरी हाल्नु होला है त। हालिसकेपछि यो सेभ भइसकेको छ। यदि तपाईलाई यो कोडहरु बिर्सिनुहुन्छ याद छैन म बिर्सिहाल्छु भन्नुहुन्छ भने तपाईले यसरी यसलाई स्क्रिनशट गरेर राख्नु होला। कोडको अप्सन यसमा चाहिँ यसरी क्लिक गर्नु होला। यसरी लेखेको छ बाइन्डिङ्स सक्सेसफुल लेखेको छ। यसमा चाहिँ क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले देख्नुभयो यहाँ यो जुन यो अप्सन देखाएको छ यो रिकभरी इमेल भनेको छ। तपाईको चाहिँ यो चाहिँ जुन फेसबुक आइडी थियो, फेसबुक अकाउन्ट थियो, यो चाहिँ अब केमा भयो रिकभरी इमेलमा रिकभर भइसक्यो। तपाईले पनि साथीहरु यसै गरी आफ्नो फेसबुक अकाउन्टलाई चाहिँ एउटा जीमेल अकाउन्टमा अनि सिलेक्ट गरेर चाहिँ त्यसलाई परिवर्तन रिकभरी गरेर जुन तपाईको फेसबुक अकाउन्टबाट भएको त्यो फ्री फायर अकाउन्ट छ त्यसलाई चाहिँ सेफ तरिकाले चाहिँ तपाईले बचाएर राख्न सक्नुहुनेछ है त। 14 दिनको अप्सन भनेर यहाँ देखाएको छ। यो तपाईको चाहिँ 14 दिनपछि चाहिँ यो आफै चाहिँ अनि यो जीमेल अकाउन्टमा रिकभरी भएर बस्छ है त। त्यसको लागि तपाईले 14 दिन रोक्नु पर्ने हुन्छ। यो स्ट्याटसमा फेसबुकको देखाएको छ त्यसमा चाहिँ तपाईको यो जीमेल अकाउन्ट चाहिँ त्यहाँ गएर बस्नेछ 14 दिनपछि। साथीहरु तपाईलाई भिडियो कस्तो लाग्यो? यदि मन पर्यो भने च्यानललाई ट्याप्प सब्स्क्राइब गर्नु है त। फेरि पनि अर्को भिडियोमा भेट्नेछौं।